हेलो गुड मर्निङ फ्रम पोखरा। के चाहिँ सबैजना सन्चै आएर नै हुनुहुन्छ? आफ्टर लङ टाइम नो सी। कहाँ हरायो यो, के गर्यो भन्नुभयो होला होइन। काम परिस्थितिले गर्दाखेरि यस्तै भ्लग गराउनै नभ्याउने पनि। धेरै पछि फेरि ब्याक भइसकेको छु। म अब फेरि कन्टिन्यू दिनेवाला छु। आजको दिनको सुरुवात चाहिँ यसरी नै हुन्छ होइन। हल्का घाम लागिरहेको छ, रुमबाट चाहिँ यस्तो खालको सिन देखिन्छ टक्क। अब यसपछि चाहिँ म अफिसतिर जानेवाला छु। के कस्तो हुन्छ चाहिँ ब्लगबाटै हेरौँ है त। ल म चाहिँ रेडी भएर अब अफिस जानेवाला छु है त। ल है त, अफिसको लागि म निस्किसकेको छु। अब गएर म फर्स्ट चाहिँ सामने भेट्नेवाला छु। त्यसपछि चाहिँ के हुनेवाला छ रेडियोबाट हेरौँ है त। आज इशानसँग आज फेरि पनि भेट भइसकेको छ। इशानले चाहिँ आफ्नो साइकल त्यहाँ फालेर बसिरहेछन् होइन। अब कति दिन छुट्टी अरे तिम्रो? यो स्कुलले पनि ठगिरहेछन् कि 4 दिन छुट्टी दिएर अझै 4 दिन घटाइदिएन। अझै 4 दिन छुट्टी छ होइन त। अब 4 दिनमा के गर्ने हो त? अब तिमी साइकल लिने भाग्ने होइन। त्यही हो ल है त। हामी पनि फेरि आइसकेको छौँ। अब हाम्रो चाहिँ खाजा खाने टाइम हुन लागिरहेको छ। अब हामी जाँदैछौँ खाजा खाएर फेरि आउनुपर्छ र फेरि चल्नुपर्छ अनि रिस उठाउनुपर्छ अनि साइकल चाहिँ फाल्नुपर्छ अनि क्रिकेटमा पनि जानुपर्ने हुन्छ आज एकाडेमी होइन। कि जाने होइन? जाने हो, सही हो। ल ल है त। स्टुडियो हाम्रो चाहिँ यो हिमालयन क्रिकेट एकाडेमी हो। यो चाहिँ भित्र चाहिँ खेल्दै हुँदैछ, बाहिर हल्का बन्दैछ। यसको लोकेसन चाहिँ म बाहिर राखिदिनेवाला छु। भयो पावर हाउस जाने बाटो ठ्याक्क स्ट्रिट नम्बर 9बाट यहाँबाट हल्का भित्र छिरिसकेपछि चाहिँ हाम्रो एकाडेमी आउँछ। अब चाहिँ म जानेवाला छु। कहाँ छु जानेवाला भन्दा महेन्द्रपुल जाँदैछु है त। फेरि काम गरेर म महेन्द्रपुल जाँदैछु। गएर आएर म फेरि कहाँ जानुपर्ने छ त यसो हेरिरहेको क्रिकेट एकाडेमी। त्यसपछि मेरो छुट्टी हुनेवाला छ है आजको काम चाहिँ। ओके है त। महेन्द्रपुल जानलाई म तल्लो बाटो जाँदैछु, बस पार्क 3 कुनेको बाटो जाँदैछु। सरको मौसम हेर्नु न गाइज कस्तो छ। अघि तलसम्म त्यस्तो थिएन होइन। अब माथि चाहिँ फेरि पानी पर्ला 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 जस्तो छ। तर पर्छ कि पर्दैन है हेरौँ। पोखरामा चाहिँ हिँड्दाखेरि ड्याङकोट चाहिँ एनी टाइम एनीवेयर एनीबडी सबले लिनुपर्ने हुन्छ कि। त्यही भएर म महेन्द्रपुल आउनुको रिजन पनि हाम्रो मिस्त्री दाइलाई लिन आउँछ। उहाँलाई लिएर कारखाना गएर छोड्नेवाला छु। त्यसपछि चाहिँ फेरि नयाँ काम आउनेवाला है त मेरो। फेरि ब्याक भइसक्यो है त। हामी इसान हिरोलाई लिएर म चाहिँ अब घरतिर फर्किँदैछु। आज के गर्यौ तिमीले? आज ब्याटिङ गरेर बलिङ गरेर यो दाइ नै मेरो ब्याटिङ ठ्याक्कै एउटा मान्छेले आउट गर्न ठ्याक्कै हाल्नु भयो अनि जानु पर्यो। आज त्यो धेरै दिनपछि राम्रो खेल्यो होइन त। ठिक छ, फेरि भोलि आउने हो नि होइन? भोलि छुट्टी हो। अब नेक्स्ट भिडियोमा फेरि हामी खेलेकै आइन्छ है त। आजको दिन चाहिँ यत्तिकै सकिसक्यो है त। कामसाम सबै सकेर म चाहिँ रुमतिर जानेवाला छु। अब यो साथीको दिन रमाइलो पनि भयो।